डाक्टर साहब हिजो एकछिन हिटर तापेर उठ्दाखेरि झनन्न रिगट लाग्यो। यस्तो कसरी हुन्छ डाक्टर साहब? प्रेसरको औषधि खान्छ? हजुर खान्छ डाक्टर साहब। के हुन्छ भने जब हामी हिटर अगाडि या तातो कुरा अगाडि जब हामी धेरै बेरसम्म बस्छौँ, हाम्रो तलको खुट्टाको नलीहरू अलि डाइलेट हुन्छ, फराकिलो हुन्छ र जुन ब्लड हाम्रो सर्कुलेसनमा माथि छ त्यो धेरै ब्लड चाहिँ तल चाहिँ आउन थाल्छ। अनि ब्लड तल गएपछि ब्लड प्रेसर पनि घट्यो, हाम्रो ब्रेनमा पुग्ने रगत चाहिँ कम भयो र यदि हामी बसेको हुन्छौँ भने त्यो बेला झन् सर्कुलेसन राम्रो नभएको कारणले तलको ब्लड माथि कम पुग्छ। यस्तो अवस्थामा यदि त्यो व्यक्ति अचानक उठ्यो भने उसको ब्लड प्रेसर नर्मल अवस्थामा जुन बढ्नुपर्ने हो र ब्रेनमा जति ब्लड पुग्नुपर्ने हो त्यो हिटको कारणले जुन तलको नसाहरू जुन फैलिएको हुन्छ, हिटको कारणले एक्सपान्सन हामी भ्यासोडाइलेसन भन्छौँ, त्यहाँ ब्लड धेरै आँट्ने भयो, प्रेसर घट्ने भयो र माथि पनि ब्लड कम पुग्ने भयो। यसलाई हामी पोस्चुरल हाइपोटेन्सन भन्छौँ। विशेष गरेर ब्लड प्रेसरको औषधि खाने व्यक्तिहरू अलि बढी केयरफुल हुनुपर्छ। तपाईलाई त्यो बढी सम्भावना हुन्छ कि हिटको इन्भाइरोमेन्टमा जानुभयो र धेरै बेर बसेर उठ्दाखेरि ब्रेनमा सर्कुलेसनको कमी हुन्छ र ब्लड प्रेसर घटेको कारणले हो यो। मान्छे बेहोस हुन सक्छ, लडेपछि एक्सिडेन्ट हुन्छ, चोटपटक लाग्न सक्छ र विशेष गरेर यदि वृद्ध वृद्धाहरू तपाईको घरमा हुनुहुन्छ भने कृपया यो भिडियो सेयर पनि गरिदिनु होला, धेरैलाई काम लाग्न सक्छ। वृद्ध वृद्धाहरू घरमा हुनुहुन्छ भने उहाँहरूलाई विशेष सावधानी लिनुपर्छ, किनभने युवा व्यक्ति यदि हामी उठ्यौँ भने हाम्रो अटोनोमिक रिफ्लेक्स हामी भन्छौँ, शरीरमा त्यो प्रतिरोधात्मक क्षमता भनौँ न, एक हिसाबले रेस्पोन्स त्यो एकदमै इमिडिएट हुन्छ अनि तुरुन्तै उठ्दाखेरि ब्लडलाई माथि फाल्यो, बिपी मेन्टेन भयो अनि रिङ्गटा लाग्दैन, ब्रेन सर्कुलेसन राम्रो मेन्टेन हुन्छ। तर यदि त्यो क्षमता घटेको छ जुन दीर्घ रोगीहरूमा हुन्छ, मृगौलाको, लिभरको, मुटुको औषधि खाने व्यक्तिहरूमा हुन्छ, ब्लड प्रेसरको मुटुको औषधि खाने व्यक्तिहरूमा, एजेड व्यक्तिहरूमा त्यस्तो हुन्छ। त्यसैले यो कुरा तपाईँ कसरी यसलाई प्रिभेन्ट गर्न के गर्नुहुन्छ भने तपाईँ हातखुट्टा अलिकति चलाएर अनि जब उभिनुहुन्छ अलिकति विशेष ध्यान दिनुहोस् र धेरै हिटमा नबस्नुहोस्। अलिकति हिट बढ्न थालेपछि एकछिनमा अब त्यहाँबाट हट्नुहोस्। र बेस्ट के हुन्छ भने यदि तपाईँ भुइँमा बस्नुको सट्टा यदि तपाईँ कुर्सीमा बस्नु भएको छ भने त्यो सबभन्दा सेफ हुन्छ, किनभने कुर्सीमा बस्दाखेरि तपाईँको खुट्टाको नलीहरू, रगतको नलीहरू थिचिएको छैन, त्यसैले तपाईँको ब्लड सर्कुलेसन पनि अलि बेटर हुन्छ। भुइँमा चाहिँ विशेष गरेर वृद्ध वृद्धाहरू, एल्डरली पपुलेसन र उच्च रक्तचापका औषधि खाने व्यक्तिहरू नबसेर कुर्सीमा बसेर सेफ हुन्छ।